चाहिँ मकैको पकौडा बनाउनको लागि मकै छोडाएर रेडी बनाएको छु। पकौडा खान पाएर हो पकौडा रेडी भइसक्यो। यता पकौडा खानको लागि थुक निल्दै बस्नु भएको छ। जुन यो मेरो छोरीलाई हेलो गाइस, स्वागत छ यहाँहरूलाई मेरो च्यानलमा। आज चाहिँ हामी मकैको पकौडा बनाएर खान गइरहेछौँ। मकैको पकौडा बनाउनको लागि मकै छोडाएर रेडी बनाएको छु। मकैको बनाइदिनु भयो भनेर पकौडा मिक्सरदेखि डर लागेर म भित्र राख्नु यो भित्र राख्नु अरे क्या, मिक्सर भित्र राख्नु अरे। रेडी भइसकेको छ पकौडा बनाउनको लागि। खाना पनि यता रेडी भइरहेको छ, सब्जी पाक्दैछ उता खाना, पकौडा पनि पाक्छ नि। हामी स्वाद लिँदै भात खान्छौँ। यता पकौडा खानालाई फेरि पकौडामा चाहिँ केही लाइन नानीहरूले खाँदैन, त्यही भएर फेरि के मन पर्नेहरूले चाहिँ प्याजहरू के लाउँदा हुन्छ। पकौडा खान पाएर हो पकौडा छिटो पकाउनु भनेको हो।
हाम्रो पकौडा रेडी भइसक्यो। खानको लागि थुक निल्दै बस्नु भएको छ। यतातिर दुईजना पनि खानको लागि रेडी भयो। गीत कसले बजाउँदैछ? सारी लाएर आएको म के अरे आई गट यु बेबी भन्दैछ। हाई गाइस भन्दैछ मेरो छोरीले त। लु भन सान। लु भन लु यता। सन्चै हुनुहुन्छ? नमस्ते भन। म पकौडा खानको लागि बसेको छु भन। मेरो ठुलो मामुले पकौडा बनाउनु भएको छ भन। पकौडा मासु होइन पकौडा। हजुर यो मेरो छोरीलाई बस्नु 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 हो त्यहाँ। आरोही दिदीलाई अरे मिठो खाऊ त। मिठो कलर एकदमै राम्रो रहेछ यो त। मकै हुँदाखेरि यसरी बनाएर खाँदा हुन्छ। मिठो मास्टर शेफ तर तेलै तेल हुँदो रहेछ नि धेरै। कस्तो भएछ? मिठो यम्मी।